नमस्कार। आज हामी हरिबोधनी एकादशी बारे कुरा गर्दैछौँ। यो एउटा यस्तो दिन हो जसले ब्रह्माण्डको पात्रोमा एउटा एकदमै खास क्षणलाई जनाउँछ। त्यो क्षण जब एक देवता आफ्नो लामो गहिरो निद्राबाट जाग्नुहुन्छ। ल आउनुहोस् यो पवित्र दिनको कथा र यसको महत्त्व के रहेछ सँगै मिलेर बुझौँ। यो कथा सुरु हुन्छ एउटा ठूलो ब्रह्माण्डीय सङ्कटबाट। कुरा हो पौराणिक कालको, जब देवता र दानवहरूबीच यति लामो र भयानक युद्ध चलिरहेको थियो कि जसले गर्दा पूरै ब्रह्माण्डको सन्तुलन नै डामाडोल हुन लागेको थियो। एकछिन सोच्नुहोस् त, देवताहरू हारको संहारमा पुगिसकेका थिए, एकदमै थाकिसकेका थिए। पुरै निराश र हताश भएर अब केही उपाय नलागेपछि उनीहरू आफ्नो अन्तिम आशा बोकेर भगवान विष्णुको शरणमा पुगे र उहाँसँग यही बिन्ती गरे। अनि विष्णुको जवाफ के थियो होला? उहाँले ल म तुरन्तै युद्ध गर्छु भनेर वाचा गर्नु भएन। बरु उहाँले एउटा यस्तो दिव्य योजना बनाउनुभयो जसले ब्रह्माण्डको भविष्य नै बदल्नेवाला थियो। उहाँले घोषणा गर्नुभयो कि उहाँ चातुर्मासमा प्रवेश गर्नुहुनेछ, जुन 4 महिनाको एउटा पवित्र अवधि हो र यसको सबैभन्दा चाखलाग्दो पक्ष हो योग निद्रा। अब यो भनेको सामान्य आराम मात्रै होइन नि, यो त एउटा गहिरो ब्रह्माण्डीय ध्यानको अवस्था हो जहाँबाट उहाँले ब्रह्माण्डको सन्तुलन फेरि स्थापित गर्नुहुनेछ। र उहाँको वाचा यही थियो। उहाँले देवताहरूलाई आश्वासन दिनुभयो कि उहाँ ठ्याक्कै 4 महिनापछि एउटा विशेष दिनमा जाग्नुहुनेछ। हो, त्यही दिन जसलाई आज हामी प्रबोधिनी एकादशी अर्थात् हरिबोधिनी एकादशी भनेर चिन्छौँ र मनाउँछौँ। यो तुलनाले उहाँको निद्रा र जागरणको असरलाई एकदमै प्रष्ट पार्छ। हेर्नुहोस् त, चातुर्मासको समयमा बिहबारी वा घर पैँचो जस्ता शुभ कार्यहरू रोकिएको मानिन्छ। तर हरिबोधनीमा जब उहाँ जाग्नुहुन्छ नि, तब मानौ पूरै ब्रह्माण्डले नै यी सबै शुभ कर्महरू फेरि सुरु गर्नलाई सङ्केत दिन्छ। ल अब कथाको त्यो क्षणमा जाउँ जब विष्णुको प्रतिज्ञा पूरा हुन्छ। आखिरमा त्यो सबैले पर्खिरहेको दिन आइपुग्छ। कार्तिक महिनाको शुक्ल पक्षको 11औं दिन हो। यही दिन भगवान विष्णु आफ्नो योग निद्राबाट ब्युज्नुहुन्छ। अनि के हुन्छ? देवताहरू र भक्तहरू सबैले जय हरि जय नारायणको जय जयकार गर्छन् र सारा ब्रह्माण्ड उत्सवमा डुब्छ। तर कुरा यति मात्रै होइन, यो दिनसँग अर्को एउटा निकै सुन्दर परम्परा पनि जोडिएको छ। त्यो हो तुलसी विवाह। यो भनेको भगवान विष्णु र पवित्र तुलसीको बोट बीचको एउटा प्रतीकात्मक विवाह हो। यसले प्रकृतिसँग दिव्यताको मिलनलाई दर्शाउँछ र यो उत्सवको एउटा एकदमै महत्त्वपूर्ण अङ्ग हो। त्यसो भए यो महत्त्वपूर्ण दिन मानिसहरूले कसरी मनाउँछन् त? ल अब यसको व्रत र पूजा विधिबारे कुरा गरौँ। पूजा विधि एकदमै व्यवस्थित छ, तर त्यस्तो गाह्रो भने छैन। सबैभन्दा पहिले बिहान स्नान गरेर शरीर र